ओके हेलो अनि नमस्ते सबैजनालाई फेरि पनि स्वागत छ आजको नयाँ भिडियो एकदम सुरु भइसकेको छ है। अनि अहिले चाहिँ म कहाँ छु भन्दा चाहिँ अहिले चाहिँ म खेतबारीमा छु है। यो चाहिँ खेत तपाईँहरूको पहिला मैले धानहरू देखाएको थिएँ। यो धानहरू कटिङ सटिङ गरेर सबै सकिसकेको। अब चाहिँ समर लाग्नु आँटेको छ है। लाग्यो भन्दा पनि भयो। सो यो तलको चाहिँ खेतबारी नै हो, खेतै हो। अन्त यहाँ चाहिँ मकै रोप्नको लागि तयारी हुँदैछ भनौँ है। यो मलहरू बोकेर थुपारिरहेको छ है। अहिले चाहिँ हेर्नुहोस् न है, मजाको मौसम भएको छ है। चारैपट्टि हरियाली हुने समय हो अब चाहिँ, फुलहरू फुल्ने समय। हेर्नुहोस् न, खेतबारीहरू कस्तो मजाको देखिरहेछ है, गाउँ रमाइलो देखिरहेको छ। सबैजना सन्चै आरामै हुनुहुन्छ होला। मैले भ्लग पनि धेरै ग्याप गर्छु है। के भन्नु चाहनुहुन्छ तपाईँहरू है, यो विषयमा अलिकति भनिदिनुहोस् है कमेन्टमा है। सो यो चाहिँ तपाईँको सेतो देख्दैछ नि, सेतै यो चाहिँ तपाईँको इलामे फुल, इलामेको झार भन्छ क्या, इलामेको झार भन्छ। अन्त यो चाहिँ घाँस खान्छ है। अनि एक समयमा घाँस खान्छ यो गाई गोरुले, एक समय खाँदैन, किनभने एकदम तितो हुन्छ नि त यो क्या। हेर्नुहोस् न, चारपट्टि इलामेको फुलले सेतो। हाम्रो जग्गामा चाहिँ के हुँदैछ, हाम्रो जग्गा मतलब अहिले के हुँदैछ भन्दाखेरि चाहिँ समर लागिसक्यो है, तर पनि जाडो हुँदैछ, अचम्मै लाग्दो जाडो छ है। विन्टर जतिकै जाडो हुँदैछ। के तपाईँहरूकोमा पनि हुँदैछ जाडो है, भनिदिनुहोस् होला। सबै के भन्छ, सबैजनाले कमेन्ट गरिदिनुहोस् होला है। तपाईँहरूले मेरो भिडियो कहाँबाट हेर्नु हुँदैछ है। तपाईँहरूले एउटा कमेन्ट गर्नुभयो भने मलाई एकदम आश आउँछ है। एकदम आश आउँछ, आश मतलब जोस आउँछ एउटा भिडियो बनाउनु है। सबैजनाले कमेन्ट गरिदिनुहोस् होला है। हेर्नुहोस् न, मजाको देखिरहेछ है। तपाईँहरू यो यसको आनन्द, नेचरको ब्युटी चाहिँ तपाईँहरूले आनन्द गर्न सक्नुहुन्छ। नेचरको ब्युटी चाहिँ यसरी फ्रेस हावा है। बजारतिर के हुन्छ भने बजारतिर के हुन्छ भने एकदम क्या, गाडी ट्याट्टाना टुट त्यस्तो टाइपको हुन्छ क्या। अन्त त्यो चाहिँ मैले पनि एक्सपिरियन्स गरेको है। त्यही भएर बस्ती हुन्छ। जति गरे पनि फ्रेस हावा, आफ्नो अर्ग्यानिक खानु पाउँछ है। सो हेर्नुहोस् न, यो खान्थ्यो क्या पहिला हामीले, यो पनि खान्थ्यो। यसो गर्थ्यो क्या, यसो गर्थ्यो, त्यहाँदेखि खान्थ्यो क्या। यो गुलियो हुन्थ्यो, यो खान्थ्यो है। अन्त सो बचपन भन्दा पनि त्यस्तै है। बालापन पनि यही खेतबारीतिर हामी खेलेर हुर्केको है। हेर्नुहोस् न, कति मजाको छ। माथिदेखि सबै खेतबारी है। सो तपाईँहरूले यहाँ अगाडि देख्नु हुँदैछ, यो चाहिँ तपाईँको फापर है। अनि यसको सिड हुन्छ, अन्त सिड पनि हुन्छ यसको। यो साग पनि खान्छ है। अन्त सो यो चाहिँ फापर रहेछ। अनि यो माथिको चाहिँ तोडी देख्न सक्नुहुन्छ। यो माथिको चाहिँ हल्का पहेँलो देख्दै रहेछ, तोडी रहेछ है, मिक्स रहेछ यहाँ चाहिँ। यो चाहिँ फापर है। सो चिसो छ मौसम है। आजकल धेरै नै चिसो छ, विन्टर जतिकै चिसो भइरहेछ। अब समर लागिसकेर पनि विन्टर जस्तै चिसो हुँदैछ, यस्तो छ है। के गर्नु अब। सो यो चाहिँ तपाईँको फापरबारी क्या। यो आई गेस यो तिते फापर हुनसक्छ, तिते फापर जस्तो लाग्यो। सो हेर्नुहोस् न, अस्ति फेरि पनि आइजीको भिडियो चाहिँ अहिलेको लागि चाहिँ यति नै। अर्को भिडियोमा भेटौँ है। नमस्ते सबैजनालाई, अनि थ्याङ्क्स फर वाचिङ।